त्यहाँ नै हाम्रो सर धनकुटाको मुडे पास गरेर चाहिँ आउनु भएको छ एक्सचेन्ज गर्नलाई ठुलो ल्यापटप बोकेर आइफोन लिनलाई। मैले उहाँलाई चाहिँ एक्सआर दामी दिँदैछु। मैले अस्ति नै पनि उहाँलाई 8+ दिएको थिएँ, तर 8+ उहाँले चाहिँ यहाँ अलिक सानो दाग बनाएर ल्याउनु भएको छ। अब तपाईँहरूलाई यो 8+ चाहियो भने सस्तोमा लिन सक्नुहुन्छ 8+ होइन। उहाँले यो पनि छोड्दै हुनुहुन्छ। अनि यो ल्यापटप मलाई दिनुहुँदैछ अनि एक्सआर लानुहुँदैछ। उहाँ मुडे पासबाट आउनु भएको छ। यहाँ बजार डुलेर हेर्दा सबै हेर्दा पनि उहाँलाई एक्सचेन्ज गरिदिनु भएन। त्यस कारणले लास्टमा मैले उहाँलाई गरिदिँदैछु। ठिक छ कि छैन सर भनिदिनु पर्यो मेरो भ्युवरहरूलाई अलिकति। यो एक्सचेन्ज ठिक हो कि होइन? ठिक हो नि? एकदम ठिक छ यो एक्सचेन्ज। यो सबै यहाँ आइदिनु होला, सबै दाजुकै दोकानमा मैले मिलाएर गरिदिँदो रहेछु। मिलाएर गरिदिनु हुँदो रहेछ दाजुले एकदमै। ल उता मुडे बासतिर स्पेसली आउनु भने म गिफ्ट पनि दिइ पठाउँछु है तपाईँहरूलाई। ल यसरी एक्सचेन्ज ल्यापटपले आइफोन पनि हुन्छ होइन, फेरि आइफोनले ल्यापटप पनि हुन्छ। तपाईँहरू जे एक्सचेन्ज गर्न चाहनुहुन्छ सबै A to Z ले गर्छ। तपाईँहरू चाँडो आउनुहोस् है।